Audio Jungle. Audio Jungle. हेलो साथीहरू, गुड मर्निङ। म चाहिँ अहिले पूजा गर्न जाँदै गरेको अवस्था है। यता हिँड्दै भन्नुभयो अनि म चाहिँ यता पछाडि यता छ। हेर्नुहोस्, आज म बल्लनगढी हो त्यो माथिको डाँडामा यो यताको हो यो डाँडामा यहाँनिर जाँदैछु है। यहाँ चाहिँ जान टाइम लाग्छ होला, जति टाइम लाग्यो पनि केही भएन। म चाहिँ बिचमा स्किप गर्दै जानेछु। हेर्दै जानु होला। ए हाम्रो गाउँघरको पहाड यस्तो छ, यो किसिमको छ है। यस्तै हो हाम्रो नेपालको ठाउँहरू। म चाहिँ अहिले हिँड्दैछु भन्दा पर पहाडमा पानी कसरी आउँछ भनेर भन्छ नि टोलीहरूले, तर यस्तो किसिमले आउँछ यहाँनिर। यो किसिमले यसरी छ हाम्रो पानी, यो पुरै पानी हो। के देखायो भनिदिन्छ होला, म देखाइदिन्छु है त। यति दौड्दै पनि छन्। पानी हो। यहाँ टङ्की पनि बनाएको छ। एउटाको बच्चासँग आवाज दिखाएको छ नि। यही पानीमा उता छिटो सकिन्न साथी हो। लखराङ हिँड्ने हो। यहाँको बाटो उता त पारीदेखि ल्याएर फाँसी, अनि यहाँबाट यो सत्यवती। सिधै नहल्ला बोल्न चाहिँ पछि बोलौँला। म त यत्तिकै भिडियो गर्दै हिँड्दैछु। हामी यहाँ छौँ भन्ने त सबैले बुझ्नु नि। होइन, अघि नै भनिसकेको छु कि अर्को भिडियोमा त्यसलाई जोडेर बनाउने नि त।
धारा पानीको यो धारा पानी अझ धानकोडे पनि छन् तपाईँले त पूजा अलि तपाईँले गर्छ यहाँ तपाईँ अलि ठुलो मान्छे होइन त्यो पूजा छिटो घर फर्किन्छ त्यही त अलिमा लाइन लाग्न पर्छ तपाईँले छिटो भन्नु लो त्यो फुपै भएर के काम लाग्छ एकचोटि म लाइन लगाएर देवनारायणलाई ज्याक लगाई पूजा गरेको मैले ए त्यसो भए अलि गरेर हेरौँ ल होइन राम्रै आउने रहेछ हेर्नु त बल्देन गरी भने के नराम्रो आउँछ राम्रै आउने राम्रो त आउने अलिक कि अगाडि बुढी गरेर हुन नि सक्यो मान्छे गर्छ शुभ पोखरा भन्दाखेरि कता यता माथि होइन मैत्रीकोमा आठैको सँगसँगै भोलिको मैले खानु भन्ने साथीहरू हामी चाहिँ अहिले यहाँदेखि उकालो निस्किँदैछौँ है योभन्दा माथि मन्दिर छ यसमा चाहिँ बोल्न पनि सास तोडेर चाहिँ बोल्न सकिएन उकालो हेर्दाखेरि है भिडियोहरू हेर्दै जानु होला माथि मन्दिरसम्म पुगिन्छ मन्दिरमा पुगेर त्यसपछि हेरेर मनोरञ्जन लिनु होला त्यसै हो काँडामा राख्न खुट्टा म यहीँ जान्छु होइन साथी ठिक छ बोल्दै गरेर जाँदैछु उमा पुगै आउँदै हुनुहुन्छ मैले देखेर हजुर म चाहिँ थाकेँ बिचरा निला छ
Ano pa natin mo? Pas ngapain negara? अहिलेसम्म भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै अब बाँकी भिडियो भाग 2 मा आउनेछ। हेर्न नभुल्नुहोला, रमाइलो भिडियो छ। यो पछिको चाहिँ नाचगानको रमाइलो छ है। बाई।